नमस्कार, नेपाल प्रेस सोसाइटीमा स्वागत छ। म अर्चना। आजको प्रसंग चलेपछि जोडको राजाको हावा, गणतन्त्रको वकालत गर्न एमालेको सूर्यविनायकमा जनचेतना सभा। नेकपा एमाले भक्तपुरले जिल्लाका प्राय सबै चोकचोकमा जनचेतनामूलक सभा आयोजना गरेको छ। पछिल्लो समय राजावादीहरूको पक्षमा समर्थन बढ्दै गएको देखेपछि एमालेले सचेतनामूलक कार्यक्रम गरेको हो। आज एमालेले सूर्यविनायक, सल्लाघारी, मध्यपुर, भक्तपुर लगायत विभिन्न ओडाहरूमा समेत सचेतना सभा गरेको हो। सचेतना सभाको विषयलाई लिएर नेपाल प्रेस सोसाइटीले एमाले भक्तपुरका अध्यक्ष बचन देउजालाई कार्यक्रम गर्नुको औचित्यबारे प्रश्न गरेको थियो। जवाफमा उनले भने, राजावादीहरूले केही समय यता अनेकौं खालका भ्रम छरेका कारण त्यस्ता भ्रमहरूलाई चिर्नको लागि पार्टीले जनचेतना सभा आयोजना गरेको हो। यो सभा मार्फत हामीले तल्लो तहका जनतासम्म गणतन्त्रको विकल्प नरहेको कुरालाई लानेछौँ। राजनैतिक दलहरूको केही कमी कमजोरीको विकल्प राजतन्त्र हुन सक्दैन। उनले थपे, हामीले हिजो पनि ठूले आन्दोलन गरेर राजतन्त्रलाई विदाई गरेका हौं। आज पनि यसका विरुद्ध हामी संघर्ष गर्न हाम्रो पार्टी एमाले कुनै पनि हालतमा पछि हट्दैन।